नमस्ते, यहाँहरूलाई वेद एप ट्युटोरियल भिडियोमा स्वागत छ। आज हामी वेद एटेन्डेन्समा डेली एटेन्डेन्स र एक्स्ट्रा ड्युटी कन्फ्लिक्टको विषयमा कुरा गर्न गइरहेका छौँ। हजुरहरूले यहाँ एटेन्डेन्स भन्ने देख्न सक्नुहुन्छ। यो भित्र गइसकेपछि हजुरहरूले देख्न सक्नुहुन्छ दुईटा अप्सन, डेली एटेन्डेन्स र एक्स्ट्रा ड्युटी कन्फ्लिक्ट भनेर। पहिला हामी कुरा गर्छौँ डेली एटेन्डेन्सको। जब हामी डेली एटेन्डेन्समा क्लिक गर्छौँ, हजुरहरूले गर्नुभएको एटेन्डेन्स यहाँ पनि सप हुन्छ। र यदि कसै टिचरहरूलाई चाहिँ म्यानुअली एटेन्डेन्स गर्नु परेमा हजुरहरूले चाहिँ सिम्पली साइडमा देख्न सक्नुहुन्छ डेट, त्यो दिनको डेट राखिदिने र टाइम कति बजे हो अफिस टाइम, त्यो टाइम एड गरिदिने र को स्टाफको गरिदिनु लाउनु भएको छ उहाँको नाम सिलेक्ट गर्ने र अब एटेन्डेन्स टाइपमा प्रेजेन्ट र काज भन्ने अप्सन रहेको छ। यदि नर्मल प्रेजेन्ट हो भने प्रेजेन्ट राखिदिने र यदि उहाँ चाहिँ केही अफिसको कामले बाहिर जानुभएको छ भने चाहिँ हजुरले काज भनेर राखिदिन सक्नुहुन्छ। र रिमार्क्समा चाहिँ हजुरले भन्नु केही टाइप गरेर राखिदिन सक्नुहुन्छ र हजुरले सबमिट गरिदिन सक्नुहुन्छ र यहाँ यसरी स्वप हुन्छ। र अब कुरा गरौँ एक्स्ट्रा ड्युटी कन्फ्लिक्टको। सो एक्स्ट्रा ड्युटी कन्फ्लिक्ट भन्नाले चाहिँ हामी के बुझ्छौँ भन्दाखेरि चाहिँ यदि हाम्रो स्कुलमा होलिडे छ र उहाँहरू टिचरहरूले चाहिँ होलीको डेको दिन पनि आएर एटेन्डेन्स गर्नुभयो भने चाहिँ हजुरहरूको एक्स्ट्रा ड्युटी कन्फ्लिक्टमा देखिन्छ। WAVE, transforming education through technology.